ल बाइक बिक्रीमा छ है, बाइक बिक्रीमा छ, सेलमा यो बाइक बिक्रीमा छ। ओइ हटाओ, बाइक त सेलमा रहेछ नि त। हेर त राम्रो केटीले बेच्दै छ। ए हो रहेछ यार, मेरो त एउटा आँखो डेलो छ, केजी त राम्री गर्छ, केजी म ल्याउँछु, बाइक पनि उहीँ किन्छु, म चाहिँ लागे तिमीहरू। अब यो आँधोले के गर्ला त? सेलमा छ यो बाइक, सेलमा। बाइक जस्तै मान्छे पनि राम्रै हुनुहुँदो रहेछ। कति हो यसको दाम? यो बाइकको मात्र 1.5 लाख हो। ए 1.5 लाख पो हो? आफूसँग चोखो 50,000 छ, आउँछ कि आउँदैन? त अन्धोलाई दिन्छु म 50,000 मा, यहाँबाट जान्छ कि दिउँ? म त तपाईँ भएर पो लिन आएको त, अरू भए त मलाई के म त होइन हिँड्ने ल हेर अब मेरो पालो प तँलाई। सेलमा छ यो बाइक, सेलमा। ओ मैचङ कति हो बाइकको दाम? यो बाइकको मात्र 1.5 लाख। 1.5 लाख मात्र, 2 लाख दिन तयार छु नि त। तँ ल्याउनु त। तपाईँ राम्रो देखेर पो हेर्न आएको त, यहाँ आफूसँग सुट्टा खाने पैसा छैन। यस्तो पागल आउँछ, एउटा अन्धोलाई त खेलाइ फेरि अर्को आइपुगेछ। तँलाई पनि दिउँ? लु भयो, म त लागे। केटा हो यार, मैले त सकिनँ यार, तिमी जाऊ। मेरो पालो हेर न। सेलमा। कति हो बाइकको दाम? यो बाइकको त मात्र 1.5 लाख हो नि। ओहो, तपाईँ पनि उस्तै राम्रो, बाइक पनि तपाईँको उस्तै राम्रो, प्राइस पनि एकदम कम भएको हो नि। हो र? तपाईँको लागि त 1.5 लाख के म 3 लाख दिन्छु नि। लु दिनुस् न त, यहाँ हालिदिनु मोबाइलमा। एकदमै भइहाल्छ नि, हालिदिइहालेँ। हेर्नु त, ए आएछ, हुन्छ। अनि डब्बाले हालिदिएको छु यस्तो राम्रो मान्छेलाई। अनि ल खोइ अब बाइकको चाबी दिनुहोस् त, अनि जाउँ हिँड्नु कफी खान। कसको भाइको के को चाबी? त मुर्गा आइहालिस्, मेरो खातामा पैसा आइहाल्यो। म त हिँडे। बाई 3 लाख मुर्गा। बाई 3 लाख मुर्गा।